ओके, ओके। आइ एम सरप्राइज्ड है सबैको जो टिकटकमा कमेन्ट गर्नुहुन्थ्यो मेरो यो भिडियोमा चाहिँ ट्राइमको स्क्रैम्बलर एक्ससी 400 एक्सीको चाहिँ वब्लिङ इस्युमा चाहिँ अनि त्यसको लागि चाहिँ एउटा सर्टेन एउटा भिडियो चाहिँ बनाएर पोस्ट गरेर मैले युट्युबमा भनेर चाहिँ मैले आज यो भिडियो बनाउन लागेको। ल आजको चाहिँ भिडियो सुट गर्ने लोकेसन चाहिँ यही हो। एकचोटि त्यहाँ अगाडिसम्म गएर आऊँ होइन। लेट्स गो हल्का राइडमा। दामी छ यो जङ्गलको यो एलीवाला भ्यू चाहिँ रस्तै राम्रो लाग्छ मलाई चाहिँ। यो ठाउँ चाहिँ फोटोसोटो खिच्न तन्ने मान्छेहरू आइ त राख्छ नि तर त्यस्तो अब जङ्गलभित्र खाँदाखेरि अलि त्यसले गर्दा कतिलाई थाहा छ कतिलाई थाहा छैन। अलि अगाडिसम्म जाऊँ अनि एक राउन्ड फर्केर हामीलाई फेरि इन्जोय द भ्यू। यहाँकोले जङ्गलमा यहाँ दाउरासाउरा टिर्नेहरूले होला के यो पुरै सुत्ने बनाएको यहाँ। यताबाट पनि निस्किन त मिल्छ अगाडि। भयो कि कमेन्टहरू जति पनि आछ टिकटकको भिडियोमा वब्लिङ इस्युको बारेमा चाहिँ मेरो भिडियोमा चाहिँ अनि त्यसमा चाहिँ मलाई थाहा थिएन। लाइक मलाई लाग्थ्यो मेरो मात्र समस्या होला यो भनेर, बट धेरैलाई रहेछ। 400 एक्सीमा चाहिँ छ यो प्रब्लम भन्ने लाग्थ्यो मलाई, तर 400 एक्समा पनि छ भनेपछि म अलिकति कन्फ्युज भएँ कि लेट्स टक अबाउट इट है त आज है। यो बाइक किनेको मैले अहिले 3 महिना भइसक्यो, मेरो कम्प्लिट भइसक्यो। 3 महिनामा चाहिँ फर्स्ट सर्भिसिङ फर्स्ट चेकअप भइसक्यो। अलमोस्ट 2800-3000 किलोमिटर दौडिसकेको छ यो आजको डेटमा चाहिँ यो बाइक। अनि हजुरको भन्न सक्नुहुन्छ मैले 3 महिनामा चाहिँ यसलाई अब म बुटोलमा बस्छु, यो पाल्पातिर अफरोडमा धेरैचोटि चलाएको छु। पाल्पातिर 2-3टा ट्रिप गइसकेको छु। अनि रारा र जुम्ला मेजर ट्रिप थियो मेरो चाहिँ अलमोस्ट विकको लागि। त्यसपछि चाहिँ सबै ट्रिप भएर एक्सपिरियन्स लिँदा बाइक सबै ओभरअल पर्फर्मेन्स राम्रै थियो यसको, एकदम राम्रो छ, बवालै छ होइन। म रारा जुम्लाबाट फर्केर आइसकेपछि चाहिँ मलाई एउटा समस्या आयो बाइकमा चाहिँ। समस्या के भन्नुहुन्छ भन्दाखेरि चाहिँ अगाडिको फ्रन्ट टायर चाहिँ वब्लिङ गर्ने इस्यु आयो। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरको बाइक चलाइराख्नु भएको छ अनि नर्मल रोडमा यही बुटोलको पिच रोडहरूमा हाइवेमा मजाले चलाउँदाखेरि चाहिँ अनि 3-4 गियरमा हुनुहुन्छ अनि 40-50-60को स्पिडमा हुनुहुन्छ भने चाहिँ अनि यो वब्लिङ गर्न सुरु गर्छ क्या ह्यान्डल चाहिँ। यो हल्का हजुरलाई कस्तो फिल हुन्छ नि सक्कर एकदमै बााउन्स गरेर हिँडे जस्तो टाइपको फिल हुन्छ कि खाल्टाखुल्टी रहेछ क्या खतर 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 यस्तो यस्तो बााउन्स 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 भएर अगाडि जान्छ क्या टायर चाहिँ। हजुरलाई त्यस्तो फिल हुन्छ यो चाहिँ। अब यो मलाई लागेपछि सुरुमा चाहिँ मेरै मात्र इस्यु हो कि क्या हो, मलाई त्यो रारा जुम्ला गएर आएको भएर चाहिँ अब धेरै त्यो सस्पेन्सनमा केही प्रब्लम आएर हो कि केही अरू कुराले हो कि भनेर चाहिँ म अनि उताबाट आएपछि त्यो प्रब्लम फेस गरिसकेपछि यहाँको रोडमा चलाउँदा बुटोलको अनि मैले चाहिँ यसलाई लिएर गएर सर्भिस सेन्टर गएँ। सर्भिस सेन्टर गएपछि चाहिँ अलिकति ह्यान्डलमा केही प्रब्लम छ कि भनेर बनाउने कुरो भयो। बनाइयो पनि, बनाएपछि खासै यसको सल्युसन निस्केन। अनि मेरो चाहिँ फर्स्ट सर्भिसिङ आउनु लाग्थ्यो यसको, फर्स्ट चेकअप आउनु लाग्थ्यो यसको चाहिँ। अनि मैले के भने ठिकै छ नि त चेकअपको टाइममा गरौँला नि त, यसलाई राम्रोसँग थ्रुली हेरौँला, अरू पनि केही समस्याले गर्दाखेरि त्यो चिज प्रब्लम क्रिएट गरेको हो कि भनेर चाहिँ मैले त्यो भनेँ। अनि हामीले चाहिँ यो गएर अहिले फर्स्ट सर्भिसिङ मेरो अलमोस्ट 3-4 दिन 5 दिन अगाडिको कुरो होला होइन। सन्डेको कुरो हो सायद, आज कति हो सन्डेमा गएको थिएँ। सन्डे गएर अनि चेक गराउँदा चाहिँ यसको चाहिँ इस्यु चाहिँ अनि काठमाडौँतिर बुझ्ने कि भन्ने कुरो भयो, किनभने बुटोलमा एक्सी त्यति धेरै छैन। अनि प्लस योवाला समस्या अझै आइपुगेको छैन, थोरै भएपछि समस्या आउने नआउने पनि अलिक थोरै धेरै हुन्छ होइन। अनि मैले चाहिँ काठमाडौँतिर पनि बुझ्ने भन्ने कुरो गरेँ। अनि त्यो भिडियो म सर्भिस सेन्टरमा फर्स्ट चेकअप हुँदै मैले टिकटकमा एउटा भिडियो पोस्ट गरेँ वब्लिङको इस्युको बारेमा। अनि त्यहाँ धेरैजनाले कमेन्ट गर्नुभएको छ कि मलाई पनि भएको छ, एक्समा पनि भएको छ, 400 एक्समा पनि भएको छ, स्क्रैम्बलर 400 एक्समा पनि प्रब्लम आएको छ भन्ने कुरो भयो। त्यो भनिसकेपछि चाहिँ अनि उहाँ हाम्रो चाहिँ सागर थापा ब्रदर धेरैले चिन्नुहुन्छ होला उहाँलाई चाहिँ होइन। उहाँ ट्राइमकै एउटा हिसाबले ब्रान्ड एम्बेसडर भन्ने कि नेपालको लागि अब उहाँ चाहिँ एउटा फेसै हुनुहुन्छ अहिलेलाई ट्राइमको होइन। अनि उहाँले पनि कमेन्ट गर्नुभयो कि एकचोटि नक्सालमा फोन गरेर बुझ्नुहोस् हामीले यसको सल्युसन निकालिसकेका छौँ भन्ने कुरो भयो। अनि मैले चाहिँ ल हुन्छ नि भनेर नक्सालमा फोन गरेँ, काठमाडौँ नक्सालमा फोन गरेँ। अनि उहाँले चाहिँ एउटा मेकानिक उहाँ जो हेड हुनुहुन्छ सर्भिस सेन्टरको उहाँको नम्बर दिनुभयो। अनि मैले उहाँसँग कन्ट्याक्ट गरेँ। अनि उहाँले र यहाँको सर्भिस सेन्टरको एउटा समस्याको यो सल्युसन चाहिँ के भन्नुभएको छ भन्दाखेरि चाहिँ यो विल ब्यालेन्सिङ, अगाडिको चाहिँ विल ब्यालेन्सिङ गर्नुपर्ने छ भन्ने कुरो भयो होइन। अब यो हाम्रो चाहिँ स्पोक रिम हो के अरे, स्पोक रिममा फेरि एउटा प्रब्लम के छ भन्दा अब लङ टर्म अफरोडहरू यताउता चलाउँदाखेरि चाहिँ यो रिमहरू चाहिँ कुनै लुज हुने कुनै टाइट हुने भयो भने चाहिँ ब्यालेन्स हुन्न क्या, टायर चाहिँ ब्यालेन्स हुन्न होइन। कुरो चाहिँ त्यो थ्योरिटिकल्ली भन्ने क्या, प्र्याक्टिकल्ली एउटा त्यो हुनुपर्ने त्यस्तो हो। अब म चाहिँ कहाँनिर कन्फ्युज भयो भन्दा यो बनाउने त बनाउने होइन, विल ब्यालेन्सिङ गर्ने, यो प्रब्लम आयो भन्ने भयो, सल्युसन पनि त्यही हो भन्ने कुरो भयो।
तर एउटा चाहिँ मलाई के समस्या आयो भन्दाखेरि अब कमेन्ट हेरेँ त्यहाँ एक्समा पनि सेम प्रब्लम आहा भन्नुभयो। अब एक्समा कसरी प्रब्लम आउँछ फेरि विल ब्यालेन्सिङको, जब कि त्यो स्पोक रिम चाहिँ होइन, त्यो त हजुरको उसमै भयो के अरे होइन, के भन्छ अरे, अहिले मलाई भन्न आएन त्यो वर्ड होइन, त्यो बगैर त्यो त हजुरको एलो विल चाहिँ, सरी एलो विल चाहिँ हो, त्यो त एलो विल चाहिँ भयो त्यो, त्यसमा कसरी विल ब्यालेन्सिङ प्रब्लम आयो। अनि त्यो अनि मैले यो रिसर्च गर्दै 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 जाँदाखेरि चाहिँ यसको होइन इन्डियामा पनि टन्नैको रहेछ यस्तो प्रब्लम यो मोडलमा चाहिँ एक्सीमा चाहिँ। अनि उहाँहरूले चाहिँ उता चाहिँ सोरुमले चाहिँ आफै यो सर्भिस यो रिमै चेन्ज गरिदिँदो रहेछ क्या। अब नेपालमा चाहिँ रिमको एउटा ब्रदरले मैले त्यहाँ कमेन्टमा सोद्धाखेरि चाहिँ रिमको चाहिँ नेपालमा हो ग्यारेन्टी हुन्न अरे, त्यही भएर इनकेस रिम चेन्ज गर्न पऱ्यो भने चाहिँ इन्सुरेन्स क्लेम गर्ने, किनभने सबैको इन्सुरेन्स त भइरहेको हुन्छ बाइक किन्दाखेरि चाहिँ होइन, अनि त्यसले चाहिँ इन्सुरेन्स क्लेम गर्ने भन्ने कुरो भयो। अब मैले चाहिँ अनि अगाडि काठमाडौँ फोन गरेर सोद्धाखेरि या कुरा गर्दाखेरि उहाँले यस्तो यस्तो गरेर यो फेरि ट्राइमको सोरुमभित्र हुन्न क्या, विल ब्यालेन्सिङ ट्राइमको सोरुमभित्र होइन। अनि यो स्पोक रिमको लागि विल ब्यालेन्सिङ गर्नलाई चाहिँ फेरि हजुरको अलिकता पुरानो या पहिलेबाट गरिराखेको बुलेटहरूमा पहिलाको या हजुरको अफरोड बाइकहरूमा गरिराखेको मान्छेहरूले चाहिँ गर्नु पऱ्यो क्या यो चाहिँ। त्यो धेरै अफरोड अफरोड बाइकहरू बनाउने यस्तो यस्तो मेकानिकहरूलाई मात्र थाहा हुने भयो क्या विल ब्यालेन्सिङ गर्नलाई चाहिँ। त्यसले गर्दाखेरि चाहिँ एउटा के भएछ भन्नुहुन्छ भन्दा अब मैले चाहिँ उहाँलाई एउटा क्वेसन के गरेँ भन्दा काठमाडौँमा सर्भिस सेन्टरको सरलाई चाहिँ यो मैले लगेर बाहिर खोलेर बनाउँदा यो त विल पुरै निकाल्न पऱ्यो, टायर निकाल्न पऱ्यो, या टायर ननिकालिकन बनायो भने पनि यो त पुरै निकाल्न पऱ्यो अगाडिको। त्यसले गर्दा चाहिँ भोलि मेरो वारेन्टीमा प्रब्लम आउने कि नआउने त यो यसमा भनेर मैले क्वेसन गरेँ उहाँलाई चाहिँ होइन। अनि उहाँले पनि त्यो त जेन्युन क्वेसनै हो, किनभने जम्मा 3 महिना भएको छ। अब बेसिक 1 इयरको वारेन्टी त छ अरू कुराहरूमा पनि, त्यो त मैले आफूले बनाउने बाहिर लगाएर अनि उहाँ बनाउने मान्छेले मेकानिकले केही बिगारिदिएला, अरू कुरामा झन् समस्या ल्याइदिएला अरे, त्यसले गर्दा अनि कम्पनीले हामीले वारेन्टी क्लेम गर्दैनौँ भन्यो भने चाहिँ त्यो कुरा चाहिँ हामीले यसो ख्याल गर्नुपर्छ भनेर चाहिँ मैले कुरा राखेँ उहाँसँग। अनि त्यो कुरा हुँदाहुँदै त्यस पछाडि ल हुन्छ नि त म सोरुममा फोन गरेर बुटलको सोरुममा फोन गरेर उहाँलाई चाहिँ भनिदिन्छु यहाँको मेकानिकलाई, अनि त्यहाँबाट सँगै जानु, त्यस पछाडि एउटा ठाउँ खोजेर अगाडि चाहिँ निकाल्ने भन्ने कुरो भएको छ होइन। म अहिलेसम्म गएको त छैन, किन भन्दा मेरो कन्सर्नै त्यही छ क्या कि यो गएर मैले बाहिर गएर बनाउँला अरे, बनाउनु त बनाउँला अरे होइन। अनि यो बनाइसकेपछि चाहिँ कम्पनीले वारेन्टी दिने कि नदिने होइन, त्यो कुराहरू पनि ख्याल गर्नु पऱ्यो नि त। मैले त आज एउटाले भन्यो भन्दैमा अनि पुरै लगेर बाइकै बाहिर लगेर खोलखाल पार्नु त भएन, किनभने हामीले चाहिँ सकेसम्म चाहिँ यसलाई कम्पनीभित्रै बनाऊँ, यो बाहिरकोलाई हात नदिउँ भन्ने सोच छ नि त अहिलेसम्म मलाई त। अनि त्यही भएर एउटा समस्या त्यो आइपुगेछ मलाई होइन। अनि अब अरू कुरो भन्नुहुन्छ भन्दा चाहिँ अब यो विलकै बारेमा कुरा गर्ने हो भने नो डाउट स्पिड चलाउँदा अरू बेला चलाउँदा थाहै पाउनुहुन्न के, 70-80 स्पिड हिँड्नु पनि थाहै पाउनुहुन्न, यो बाउन्सिङसँग केही थाहा पाउनुहुन्न, अफरोड हिँड्नु पनि थाहा पाउनुहुन्न। बाइक दामी छ, पावरफुल छ, एकदम इन्जिन दामी छ यसको होइन। यो समस्या भनेको एक्समा देखिनु भने स्क्रैम्बलर एक्स, यो एक्सी हो, एक्समा पनि देखेछ भनेपछि त अजिबै लाग्यो मलाई चाहिँ होइन, किन देखियो भन्ने कुरो हो त्यसमा। त्यसरी त फेरि स्पोक रिम्स र एलो विल्सको त फरकै भएन नि त भनेपछि त्यो रिमले गरिराखेको होइन, अरू चिजले प्रब्लम दिइरहेछ भनेर बुझ्न पऱ्यो, त्यसलाई पनि कम्पेयर गर्न पऱ्यो होइन। अनि माइन्ड यु बुटलमा एकदम गर्मी छ, तेरो पसिना आइरहेको छ भिडियो बनाउनलाई होइन, माया त्यही पनि। अनि पुटिङ एट साइड होइन, अरू चाहिँ अब बाइकको यसले गर्दाखेरि चाहिँ खासै अब एक्सपिरियन्समै अब म राराजुम जाँदाखेरि त मजै आयो मलाई होइन, चलाउनु अहिले पनि मजा आइरहेको छ, म डेली चलाइरहेको हुन्छु यो होइन। बाइक चाहिँ मेरो डेली कम्युटमै चलिरहेको हुन्छ यो, अफरोड सफरोड यताउता अब रेगुलर त गइन्न तर ट्रिपमा चाहिँ गइरहेको छु होइन, त्यसमा चाहिँ केही थाहा पाइन्न क्या। तर यही हजुरको डेली कम्युट गर्दा बुटलहरूमा हिँड्दाखेरि रोडहरूमा यो पिच बाटो नर्मलमा कहिलेकाहीँ क्रुज गरेर हिँड्छ 40-50-60मा हिँडौँ भन्दा हो, त्यो टाइममा चाहिँ ठ्याक्कै थाहा पाउनुहुन्छ क्या। अनि कसैको चाहिँ एकदम बडी पनि भइरहेको रहेछ कि एकदम बडी बााउन्स गरेर ह्यान्डलमै देखिँदो रहेछ, मेरो चाहिँ त्यस्तो लेभलमा एक्सट्रिम लेभल पनि भइपुगेको छैन होइन, कि एकदमै बडी हल्लेरै कन्ट्रोलै गर्न नसक्ने ह्यान्डल टाइपको पनि भएको छैन। यो चाहिँ ठिक्कको एउटा हिसाबले मेरो चाहिँ अब फिल हुन्छ मलाई, तर एकदम बडी पनि भएको छैन। त्यही भएर कहिले फेरि यो नगराएर भोलि फेरि अरू चिजमा इस्यु आउने हो कि, यो पनि मैले सोरुममा कुरा राखेको थिएँ होइन, यसले गर्दा अरू प्रब्लम क्रिएट गर्ने हो कि बाइकमा, त्यो पनि सोचेँ मैले होइन। विल ब्यालेन्सिङ चाहिँ गर्ने भए गर्ने, त्यही सल्युसन हो भने चाहिँ त्यही गर्ने। अब कतिजनाको हजुरहरूकोमा पनि त्यही समस्या आइरहेको छ होला होइन, कमेन्ट गर्नु होला के समस्या आएको छ अरू कुराहरूमा। मेरो चाहिँ यही एउटा समस्या हो यसको चाहिँ अहिलेलाई चाहिँ यहीँ छ, 3 महिना भयो, नत्र पनि बाइक चाहिँ बवालै छ।
जति कुरा गरे पनि यसको मेन सल्युसन भनेको चाहिँ अहिलेलाई चाहिँ अब व्हिल ब्यालेन्सिङ निक्लेको छ होइन। यो व्हिल ब्यालेन्सिङ गराइसकेपछि पनि फेरि कति कति किलोमिटरमा गराउनु पर्छ भन्ने कुरो नि आइडिया लिनुपर्ने छ यसको होइन। किनभने यो एक्सी लब हामी अब नेपालको हिसाबले त फर्स्ट लटै हो नि त। अब यो एक्सी चलाउनेहरू त फर्स्ट लटकोलाई अब जे एक्सपिरियन्स आउँदै गर्छ सोरुमले पनि त्यही कुराले बुझ्दै जाने हो होइन, थाहा पाउँदै जाने हो कि यस्तो समस्या रहेछ, यस्तो पनि गर्न मिल्दो रहेछ भन्ने चाहिँ प्रब्लम पनि त्यत्तिकै क्रिएट हुँदै जान्छ। यो सल्युसन पनि त्यही अनुसारले छिटो निकाल्न पनि पर्यो यसमा चाहिँ होइन। अब त्यति भन्दैमा अब यसलाई चाहिँ मैले एकचोटि अब व्हिल ब्यालेन्सिङ गराएर अनि त्यसपछि चाहिँ के हुन्छ अपडेट चाहिँ मैले मेरो टिकटकमा चाहिँ मैले अपडेट गरिरहेको छु होइन। सानो क्लिप्सहरू हालेर मैले भिडियो चाहिँ बनाइरहेको हुन्छु। यो लङ फर्मेट भिडियो भन्दा पनि सानो चाहिँ बनाइरहेको हुन्छु। अब अरूलाई चाहिँ के अरू केही नयाँ समस्या छ एक्सीमा या एक्समा भने चाहिँ यसो कमेन्ट गर्नु होला, लेट मी नो होइन। या अरूलाई पनि थाहा हुन्छ कि यस्तो पनि हुनसक्दो रहेछ या त्यसको केही सल्युसन निक्लिसकेछ भने त्यो पनि भनिदिनु होला होइन। नट अ बिग इस्यु यसलाई पनि होइन। अब यो स्पोक रुम लेसी यो हुन्छ भन्ने अलिअलि आइडिया त थियो मलाई पहिले पनि होइन। तर एट द सेम टाइम एक्समा पनि छ भन्दा चाहिँ हो त्यो अलिकति कन्फ्युजिङ भइरहेको म अब जेन्युन कतिको त्यो पनि थाहा छैन होइन। अब त्यो कमेन्टमा आएको छ दुई तिनजनाले चाहिँ भन्नुभएको छ होइन। अब त्यसले गर्दाखेरि चाहिँ म हल्का कन्फ्युज साथसाथ अलिकति डाउटफुल पनि भयो कि यो ब्यालेन्सिङ बनाएर हुने हो कि नै भनेर चाहिँ त्यहाँ समस्या त्यहाँनिर हल्का डाउटफुल भएको क्या म। यो एक्समा पनि छ भने त यो त स्पोक रिम्सले हुँदैन। फेरि स्पोक्स सबै चेक गऱ्यो भने पनि यसमा केही लुज चाहिँ छैन कि अब हातले छामेर या त उसले थापेर थाहा नहुने हो कि त्यो पनि थाहा छैन मलाई होइन। अब धेरै कुराहरू चाहिँ अब थाहा नभइकन बोल्न पनि हुँदैन होइन। अब यो चिज एक्सपिरियन्स गरेको कुरा चाहिँ यही हो। अब यसलाई बनाएर अनि व्हिल ब्यालेन्सिङ गराइसकेपछि के अपडेट छ म हजुरलाई दिन्छु अपडेट यसको पनि। अनि हजुरहरूसँग पनि केही समस्या छ या केही या सल्युसन यसको बारेमा सल्युसन छ आफ्नोमा भएको अनि यसलाई सल्युसन गराइसकेको हो भने चाहिँ कमेन्टमा चाहिँ डु लेट मी नो है के छ है। हामीले पनि गरौँ एटलिस्ट अरूलाई पनि फलो हुन्छ हेल्प हुन्छ। ह्यान्डल यदि ठुलो छ यसको बाटो चाहिँ यता कनेक्टेड छ क्या, यताबाट निस्किन मिल्छ, यता अगाडि पनि जान मिल्छ। लेट्स गो यताबाट निस्क्यौँ न त। यो एरिया राम्रो छ जङ्गलको। यसो हल्का ट्रेल राइड गर्नेहरूलाई हल्का बाइकहरू अफरोड दौडाउनेहरूलाई चाहिँ राम्रो छ क्या यो बाटो। हल्का उठेर गरौँ न। माउन्ट छैन फेरि यसको यो डिजे अस्मो न्यानोको चेस्टमा माउन्ट गर्नुपर्छ। त्यसले गर्दा हल्का हल्लियो भने फेरि शरीर हल्लिन्छ क्या यो पनि। ओ यो द्याट वाज नेस्टी। ओहो यहाँ झन् दामी रहेछ। उभिएर चलाउन पनि मजै आउँछ क्या यस्तो बाटोमा। फेरि सुस्तो चलायो भने झन्। माउन्ट भएको भए अझै दामी आउँथ्यो होला भिडियोहरू। यसमा चाहिँ हल्का हो पसिना यस्तो गर्मी छ। दिउँसोको 3 बजे छ। यो घाममा आएर भिडियो बनाउनु परेछ। यो चाहिँ बिटिएस हो बिहाइन्ड द सिन होइन। लोकेसन हेर्न सक्नुहुन्छ। लुक एट द भ्यू दामी छ क्या यो जङ्गल एरिया होइन। यो राम्रो छ कि एली जस्तो बनेछ राम्रो छ। भिडियो सुट गर्नलाई चाहिँ मलाई एकचोटि कि दुईचोटि आएको छु म यहाँ चाहिँ पहिला पनि। ठ्याक्कै याद आयो फेरि यहाँ आएर बनाउँछु भनेर। बाइक अल सेट डिजे अस्मो न्यानो सानो छ। माइक मिनी 2 रमाइलो छ है लगाइजु रस। साइनिङ अफ। सी यु अन द नेक्स्ट वान। थ्याङ्क यू सो मच।